सल्यानमा विद्युतीकरण योजनामा ठेकेदारको ढिलासुस्तीले वर्षौंदेखि अधुरो, थपिएको म्यादमा पूरा भएन काम। पूर्ण विद्युतीकरणको सपना बोकेका सल्यानवासीका घरमा अझै विद्युत पुगेको छैन। वर्षौं अघि सुरु भएको विद्युतीकरण योजना ठेकेदारको ढिलासुस्ती र राज्यको लापरवाहीका कारण आजसम्म पूरा हुन नसकेको हो। उज्यालोको आशा पलाएको गाउँहरू अहिले सडकमा नारा लगाउँदै न्याय खोजिरहेका छन्। सल्यानको दार्मा गाउँपालिका 3 धुलखर्कका मानबहादुर बेकको घर यति बेला पनि अन्धकारमै छ। पढाइ, मोबाइल चार्ज, साना उद्योग सञ्चालन जस्ता काम बत्ती नहुँदा ठप्प छन्। दशैंमा बत्ती बाल्ने आशा राखेका उहाँको घरमा अब तिहारमा पनि उज्यालो देखिने सम्भावना छैन। विद्युत नहुँदा त सबै समस्या छ नि। बच्चाहरू पढ्न पाएको छैन, लेख्न पाएको छैन, अनि राम्रोसँग अब सबै कुराहरूमाथि समस्या परिरहेछ। दार्माका केही ओडा बाहेक अधिकांश बस्ती अझै पनि अन्धकारमै छन्। गाउँमा पोल गाडिएको र तार तानिएको लामो समय भइसकेको छ, तर बत्ती बल्ने अत्तोपत्तो छैन। यही असन्तुष्टिले गाउँका बासिन्दा अहिले आन्दोलनमा उत्रिएका छन्। नागरिक स्तरबाट कसैको कुरा चाहिँ कुनै निकायले सुनवाई गरेन। त्यसो भएको हुनाले चाहिँ हामी यहाँ आउन बाध्य भयौँ र हामी दबाब गरेर अब चाहिँ दार्मालाई पूर्ण विद्युतीकरण गर्नुपर्छ र अँध्यारोमा जीवनयापन गरिरहेका दर्माली वासीहरूलाई, दर्माली जनताहरूलाई चाहिँ उज्यालोतिर लैजानका लागि हामीले दबाब सिर्जना गर्नै पर्ने भयो। त्यसो नहुँदासम्म चाहिँ यहाँ विद्युत विस्तार होला जस्तो देखिएन। पूर्ण विद्युतीकरणको नाममा करोडौं रुपैयाँ खर्च भए पनि ठेकेदार र सरकारी निकायको उदासीनताले काम अघि बढ्न सकेको छैन। अब पनि काम पूरा नभई प्राधिकरण कार्यालयमै धर्ना दिने गाउँपालिका अध्यक्ष निमबहादुर केसीको चेतावनी छ। पूर्ण विद्युतीकरणको यो योजना अहिले लथालिङ्ग अवस्थामा जो छ, अपुरो अवस्थामा जो छ, यो पूरा हुन सकेन भने दार्मामा बिजुली बाल्न नपाएका सबै जनता ल्याएर हामीले विद्युत प्राधिकरणको कार्यालयमा धर्ना गर्ने हो र त्यो जनतालाई खुवाउने, बसाउने, बिरामी उपचार गर्ने काम विद्युत प्राधिकरणले गर्नुपर्नेछ। हामी चाहिँ केही पनि गर्दैनौँ। केही भएन भने हामी यही रोगले पनि मर्छौँ, भोगले पनि मर्छौँ, हामी आमरण अनसन गर्छौँ। नेपाल विद्युत प्राधिकरणका अनुसार सल्यानका 19,000 भन्दा बढी घरधुरी अझै बिजुली विहीन छन्। 12 करोड 93 लाखको ठेक्का मध्ये महाशक्ति क्रिस्टल जेबीले 5 करोड 84 लाखमा काम लिएको थियो र 18 महिनाभित्र पूरा गर्ने सम्झौता भएको थियो, तर म्याद सकिँदै गर्दा पनि काम अधुरो छ। त्यो विकट भएको र अलिकति यो बर्खाको समय पनि काम गर्न नसकिने अवस्था भएको कारणले गर्दा र यो चाहिँ यसमा चाहिँ विद्युतीकरण हुन बाँकी 50% चाहिँ विद्युतीकरण हुन बाँकी छ र अब छिट्टै समयमा चाहिँ त्यो विद्युतका सामग्रीहरू जस्तो ट्रान्समिटरहरू चाहिँ र अन्य चाहिँ तारहरू चाहिँ उपलब्ध हुन सके अनि दार्मा कुमाक पनि विद्युतीकरण चाहिँ हुन सक्ने अवस्था र केही भागहरूमा चाहिँ लाइन चाहिँ सुचारू हुने अवस्था छ। दार्मा मात्र होइन, कुमाक, सिद्धकुमाक, छत्रेश्वरी, त्रिवेणी, कपुरकोट, बाक्सौ र शारदाका कैयौं बस्ती अझै पनि अन्धकारमै छन्। पूर्ण विद्युतीकरणको नाममा सुरु गरिएको अभियानले अहिले जनतालाई झनै निराश बनाएको छ। सल्यानबाट अमृत बाबु बुढाथोकीको रिपोर्ट।